नमस्ते साथीहरु, सुस्वागतम हाम्रो युट्युब च्यानल रिभ्यू नेपालमा। हामीलाई प्रोत्साहन गर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि घण्टी थिच्नुहोला। हाम्रो भिडियो मन परे लाइक र शेयर गरिदिनु होला। आफ्नो मनमा भएको कुरा र सुझाव तल कमेन्ट बक्समा। साथीहरु, आजको भिडियोमा हामी कुरा गर्न जाँदै छौं भर्खरै मात्र एकदम प्रतिस्पर्धात्मक मूल्यमा सार्वजनिक गरिएको MG ES5 अथवा MG S5 इलेक्ट्रिक भेहिकल विद्युतीय गाडीको बारेमा कुरा गर्न जाँदै छौं। किन यो चाहिँ यति कम मूल्यमा आयो र एकदमै कम्पिटिटिभ प्राइसमा आयो? सोचेको भन्दा पनि अलिकति कम प्राइसमा आएको छ। बजारमा हल्ला चाहिँ अलिकति बढी हुन्छ जस्तो लागेको थियो, तर किन यो कम प्राइसमा आयो, किन यति मूल्यमा आयो र केही कस्ट कटिङ भएको छ कि छैन यो गाडीमा, लगायत अरू के छ यसमा, फिचर्सहरू के छ, यसको मूल्य कति छ, यो बारेमा आज हामी कुरा गर्न जाँदैछौँ। र साथसाथै भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, किनभने भिडियोको अन्त्यमा हामीसँग सेल्सम्यान पनि हुनुहुन्छ, सेल्स म्यानेजर हुनुहुन्छ। उहाँले चाहिँ गाडीको बारेमा अथवा फाइनेन्सिङ कसरी किन्नुहुन्छ र टेस्ट ड्राइभ अरू बारेमा पनि उहाँले भन्नुहुनेछ। यो गाडी दुईवटा ब्याट्री अप्सनमा आएको छ। 49.1 किलोवाट आवर रहेको छ, जसले चाहिँ 340 किलोमिटर WLTP भनेर भनेको छ। त्यतिसम्म कुद्छ। यो चाहिँ एकदमै राम्रो WLTP भनेर चाहिँ मान्न सकिन्छ। यसको रेन्ज चाहिँ पक्कापक्की जस्तै भनेर मान्न सकिन्छ भने अर्को भनेको 62 किलोवाट आवर रहेको छ, जुन चाहिँ लक्जरियस भेरिएन्टमा रहेको छ र त्यसको चाहिँ 430 किलोमिटर WLTP भनेर भनेको छ। र अर्को एउटा राम्रो पक्ष भने यसको चार्जिङ सपोर्ट, DC सपोर्ट भने चाहिँ 120 किलोवाट र 150 किलोवाटसम्म गर्न सकिन्छ। र हामी यहाँ देख्न सक्छौँ MG को लोगो अगाडि रहेको छ। एउटा वक अराउन्ड जस्तो भिडियो पनि बनाऊ, एकदमै राम्रो रहेको छ। यसलाई कम्प्याक्ट SUV को रूपमा ल्याएको छ, जुनको लम्बाइ 4476, चौडा 1849 र उचाइ भने 1621 रहेको छ। र त्यस्तै DRL पनि अगाडि रहेको छ। DRL दिएको छ। यहाँ LED हेडलाइट सेटअप हामी देखिरहेका छौँ, त्यो एकदमै राम्रो रहेको छ। यसको यहाँ फ्रन्ट ग्रिलमा चाहिँ अगाडि हावा पास हुनको लागि, AC को लागि भनेर त्यो पनि दिएको छ। यो चाहिँ खोल्ने बन्द हुने गर्दछ। र ग्राउन्ड क्लियरेन्स भने चाहिँ 175 र 180 mm भनेको छ। र इन्डिपेन्डेन्ट सस्पेन्सनले गर्दाखेरि राम्रो काम गर्छ भनेर पनि हामीले बुझेका छौँ। र यसमा कस्ट कटिङ कहाँ भएको छ भने चाहिँ हामी यो टायर देख्न सक्छौँ, जुन चाहिँ 18 इन्चको रहेको छ। यो एलोयको डिजाइन चाहिँ जुन चाइनामा हामीले देखिरहेका छौँ त्योभन्दा चाहिँ फरक छ। सायद यसमा अलिकति कस्ट कटिङ भएको छ कि जस्तो लाग्छ, तर कस्ट कटिङ भयो भने एलोयको ठाउँमा चाहिँ स्टिल व्हिल्स दिएको छैन, एलोयको ठाउँमा एलोय नै दिएको छ। त्यही कारणले गर्दाखेरि खासै कस्ट कटिङ भएको पनि हामीले भन्न मिल्दैन। र अर्को यसको एउटा राम्रो पक्ष भनेको चाहिँ सस्पेन्सन रहेको छ, जुन चाहिँ 5 लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको छ। जुन चाहिँ पछाडि चाहिँ 5 लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन दिएको छ भने अगाडि चाहिँ म्याक सस्पेन्सन फ्रन्ट माउन्ट EPS दिएको छ। त्यही भएर अलिकति यसको अफ रोडिङहरू पनि राम्रो र सस्पेन्सन पनि राम्रो भनेर भनेको छ। र यहाँ हामी देख्न सक्छौँ सिसामा चाहिँ एउटा यो ब्लाइन्ड स्पट कतै नदेखिने ठाउँबाट चाहिँ गाडी आइरहेको छ, त्यहाँ सिग्नल दिन्छ। यहाँ चाहिँ टर्न सिग्नल पनि यता रहेको छ भने 360 डिग्री क्यामेराको लागि पनि त्यहाँ दिएको छ। डोर ह्यान्डल भने हामीले जुन रेगुलर टाइपकै जस्तो छ, कुनै फ्लस ह्यान्डल अथवा कुनै छैन, त्यो चाहिँ हुने रहेको छ। र अर्को यसमा चाहिँ हामीलाई के लाग्यो भने यो चार्जिङ गर्ने ठाउँ त्यो चाहिँ पछाडि साइडमा दिएको छ। अगाडि दिएको भए अलिकति सजिलो हुन्थ्यो होला सायद, तर पछाडि दिएको कारणले गर्दाखेरि कहीँ जाँदाखेरि चार्ज गर्नु पऱ्यो भने फेरि घुमाएर लग्नुपर्छ। अब के हिसाबले पछाडि दियो, पहिलाको ZSCV-मा चाहिँ अगाडि थियो, अहिले चाहिँ पछाडि साइडमा दिएको छ, रेयर व्हिलको पछाडिको चक्कामाथि दिएको छ। अब किन दियो यो चाहिँ थाहा भएन, सायद केही भएर होला। र हामीले यसलाई चाहिँ पछाडिबाट हेर्दाखेरि चाहिँ एकदमै बिल्कुलै नयाँ लुक्स दिन्छौँ। अलि MG4 जस्तो हो कि जस्तो देखिन्छ, तर MG4 भन्दा चाहिँ अलिकति सानो देखिन्छ। MG4 को चाहिँ एकदमै राम्रो नै लुक्स छ। र यो चाहिँ MG4 मा कालो रहेको छ भने यो चाहिँ बडी कलर रहेको छ। र LED टेल लाइट रहेको छ, स्टप लाइट पनि रहेको छ, MG को लोगो रहेको छ भनेदेखि 4वटा सेन्सर पछाडि पनि दिएको छ। एकदमै राम्रो पक्ष हामीले मान्न सक्छौँ। र रियर वाइपर, डिफगर देखि लिएर चाहिँ हाई माउन्ट ल्याम्प पनि दिएको छ। र त्यस्तै अब ढोकाको कुरा गर्नुपर्दा अगाडि हामी यहाँ देख्न सक्छौँ कि ढोका पनि एकदमै राम्रो कलरको दिएको छ, जुन चाहिँ ब्राउन अनि त्यसपछि कफी कलरको दिएको छ भने हामी त्यहाँ देख्न सक्छौँ। ढोका खोल्ने र त्यो लक अनलक गर्ने पनि त्यहीँ दिएको छ। र त्यस्तै यहाँ चाहिँ विन्डोज 1 टच अप रहेको छ र 1 टच डाउन पनि रहेको छ, जुन चाहिँ एकदमै राम्रो ड्राइभर सिटको। र यसमा चाहिँ एन्टी पिन्च पनि दिएको छ, किनभने हात केही भएर आयो भने चाहिँ त्यो आफै विन्डो लाग्दैन र हात च्यापिँदैन, औँला च्यापिँदैन। यो पनि एउटा राम्रो पक्ष यसमा छ भन्न हामी सक्छौँ। बोटल होल्डर पनि राम्रो रहेको छ। अनि अर्को राम्रो पक्ष भनेको चाहिँ यो ORBM को कन्ट्रोल पनि त्यहीँ दिएको छ र हेडलाइटको कन्ट्रोल पनि त्यहाँ दिएको छ लेभल मिलाउनको लागि। कतिपय गाडीहरूमा चाहिँ ORBM मिलाउनु पर्यो भने पनि स्क्रिनमा टच गरेर
गरेर मिलाउनु पर्ने अहिले आएको छ, त्यसलाई चाहिँ अलिकति राम्रो भन्न सकिन्छ। ढोका पनि हामीले हेर्दाखेरि क्वालिटी अलि राम्रै देख्यौँ, किनभने ढोका लगाउँदा अलिकति हेभिनेस छ। स्टिल पनि राम्रै प्रयोग गरिएको छ जस्तो लागिरहेछ, किनभने यो चाहिँ एउटा इभी मोडलमै आएको छ र यो चाहिँ इभी नै बनाएर गाडी बेचेर ल्याएको हो, किनभने पुरानो चाहिँ जेडएससिभी चाहिँ जेडएसएमजी जेडएसबाट चाहिँ आइसी इन्जिनबाट लिएको छ र त्यस्तै यसमा चाहिँ इलेक्ट्रोनिक सिट हाइट एडजस्टेबल अथवा अगाडि पछाडि गर्ने त्यो दिएको छ, 6 वे दिएको छ र उता प्यासेन्जर सिटमा चाहिँ भने दिएको छैन। र यसमा चाहिँ अर्को राम्रो हेर्न सक्छौँ हामी चाहिँ यहाँ एसी चाहिँ अलिकति त्यो हिडन एसी भनेर भनेको छ, अलिकति नदेखिने टाइपको, जुन चाहिँ एकदमै राम्रो र मिनिमल डिजाइन देखिन्छ। त्यो पनि एउटा राम्रो पक्ष हामीले मान्न सक्छौँ। र त्यस्तै यसको चाबी हेर्ने हो भने, साँचो हेर्ने हो भने पछाडि एमजीको लोगो रहेको छ ग्लसी ब्याकमा र अगाडि म्याट ब्ल्याकमा लक अनलक र बुट ओपनर पनि साँचोमै दिएको छ। र हामीले अगाडि देख्न सक्छौँ 10 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ, जसमा चाहिँ हामीले स्पिडदेखि लिएर ब्याट्रीको पर्सेन्टेज चाहिने जति सबै गरेको छ। र यो भने एउटा मैले जुन देखाइरहेको छु यो एकदमै राम्रो हो। यसले चाहिँ के गर्छ भने के गरी ड्राइभर चालक चाहिँ निराएको छ अथवा अल्छी मानिरहेको छ, ध्यान यताउता भड्केको छ भने त्यसले चाहिँ सेन्स गरेर त्यो सेन्सरले चाहिँ हामीलाई ड्राइभरलाई चाहिँ जागरुक बनाउँछ र ध्यान चाहिँ बाटोमा र गाडीमा दिए भनेर चाहिँ भन्छ। यो चाहिँ एकदमै राम्रो सेन्सर र राम्रो एउटा फिचर चाहिँ राखेको छ। र त्यस्तै स्टियरिङको कुरा गर्नुपर्दा स्टियरिङ पनि सानो राम्रो मजाको छ, अक्टागोनल सेपमा रहेको छ र चलाउँदाखेरि मनोभर गर्नु पनि सजिलो छ। र त्यस्तै हामी यहाँ देख्न सक्छौँ अर्को कस्ट कटिङ गरेको जस्तो लागेको पक्ष भने चाहिँ यो हो, किनभने यहाँ चाहिँ विदेशमा यस्तो छैन, यो डायल छैन, नब छैन। विदेशमा चाहिँ यतापट्टि जुन वाइपर राखेको छ त्यो वाइपर राखेको ठाउँमा चाहिँ गियर लिभर, पार्किङ, ड्राइभ, रिभर्स त्यहाँ दिएको छ भने यतापट्टि साइडमा चाहिँ अहिले साइड लाइटको कन्ट्रोल यता दिएको छ, ठ्याक्क उल्टो रहेको छ। इन्डियन गाडीहरू भन्दाखेरि चाहिँ यसमा उल्टो दिएको छ। यतापट्टि देब्रेतिर चाहिँ लाइट रहेको छ भने दाहिनेतिर चाहिँ वाइपरहरूको कन्ट्रोल दिएको छ, जुन चाहिँ झुकिन सक्छ नेपालीहरूलाई। र स्टियरिङ पनि अब अगाडि पछाडि तलमाथि गर्न सकिन्छ, यो पनि एउटा राम्रो फिचर्स दिएको छ। र अरू भन्नुपर्दाखेरि चाहिँ यो गाडीमा लगभग चाहेको जति सबै पाइन्छ। र यहाँ चाहिँ हामी देख्न सक्छौँ यहाँ वायरलेस चार्जिङ पनि रहेको छ, यहाँ चाहिँ ग्लभ बक्स पनि दिएको छ, सानो हामीले सामान राख्न सक्छौँ। अनि त्यसमा चाहिँ हामीले चार्जिङ पोर्ट पनि र 12 भोल्टको पनि पाउन सक्छौँ। यहाँ कप होल्डर पनि दिएको छ अगाडि। तर यो चाहिँ हामीले चाइनामा देखेको भन्दा फरक छ। चाइनामा चाहिँ गियर नब छैन र अटो पार्कहरू चाहिँ यहाँ छैन चाइनामा। यहाँ चाहिँ चार्ज गर्ने र कप होल्डर मात्र दिएको छ, एकदम क्लिन फिनिस र मिनिमल फिनिस दिएको छ। सायद कस्ट कटिङ गरेको हो कि जस्तो लाग्छ। अर्को राम्रो पक्ष भनेको चाहिँ यो बटन दिएको छ, जुनले चाहिँ हामीले भोल्युम कन्ट्रोलदेखि लिएर एसी कन्ट्रोल गर्न सक्छौँ। यो चाहिँ कतिपय गाडीहरूमा अहिले स्क्रिनबाट गर्ने चलन आएको छ अथवा भोइसबाट दिएको छ, किनभने त्यो गऱ्यो भने अलिकति गाह्रो हुन्छ, ड्राइभरहरूको ध्यान भड्किन सक्छ। तर जुन यो बटन दिएको छ भने चाहिँ फिजिकल बटनले चाहिँ अलिकति सजिलो बनाउँछ र अलिकति मात्रै नै धेरै सजिलो बनाउँछ। हामीलाई एसी कन्ट्रोल गर्नको लागि होस् अथवा भोल्युम कन्ट्रोल गर्नको लागि होस्, धेरै कन्ट्रोल गर्नको लागि चाहिँ यसले काम गर्छ। र कतिपय हाई एन्ड गाडीहरूमा चाहिँ नदिएको हामीले पाउँछ, जसले गर्दाखेरि चाहिँ ड्राइभरहरूलाई अलिकति गाह्रो चाहिँ हुन्छ भन्ने हामीलाई लागिरहेको छ। अब त्यस्तै हामीले कुरा गर्नुपर्दा यो स्क्रिनको कुरा गर्नुपर्दा यो इन्फोटेनमेन्ट स्क्रिन चाहिँ 12.8 इन्चको दिएको छ। तर यसमा चाहिँ कस्ट कटिङ गरेको हो कि जस्तो लाग्छ एमजीले, किन हो थाहा छैन। किनभने चाइनाको जुन टप एन्ड मोडल हामीले हेर्छौँ त्यहाँ चाहिँ 15 इन्चको स्क्रिन दिएको छ र यहाँ चाहिँ 15 इन्चको छैन, यहाँ चाहिँ 12.8 इन्चको दिएको छ। र जुन यो हामीले तल भन्यो त्यो पनि चेन्ज भएको छ, तलको जुन यो बोर्ड छ त्यो पनि चेन्ज भएको छ र स्क्रिन पनि चेन्ज भएको छ। यो दुईटामा चाहिँ पैसा कस्ट कटिङ गरेको हो कि जस्तो लाग्छ। तर यसले केही फरक पर्दैन, किनभने 12 इन्चको पनि राम्रो छ। हामीले देख्न सक्छौँ 360 डिग्रीको क्यामेरा पनि राम्रै हामीले पाइरहेका छौँ। यसको राम्रै तरिकाले भ्युजहरू आइरहेछ अगाडि पछाडि हामीले देख्न सक्छौँ, यसले काम पनि गर्छ। त्यही कारणले गर्दा 12 इन्चले 2-3 इन्चले केही फरक पर्छ जस्तो पनि हामीलाई लाग्दैन। तर एउटा राम्रो पक्ष के गरेछ भने नचाहिने कुराहरूलाई चाहिँ अलिकति मिनिमल गरेर एमजीले जुन मूल्य सार्वजनिक गरेको छ त्यो चाहिँ राम्रो जस्तो लाग्छ हामीलाई। र हामीले के भनिरहेका छौँ भने नेपाली अरू कार ल्याउने आयातकर्ता हुनुहुन्छ उहाँहरूलाई पनि नेपालमा चाहिने कुराहरू चाहिँ ल्याउनुहोस्, नचाहिने कुराहरू नल्याउनुहोस् र चाहिने कुराहरू मात्र राखेर ल्याएर बरु त्यसलाई अलिकति कम पैसामा ल्याउनुहोस्, धेरै मार्जिन नराख्नुहोस्। किनभने अहिले हामीले देखिरहेका छौँ कति गाडीहरूमा चाहिँ धेरै नै मार्जिन राखेर बिक्री वितरण गरिरहेका छौँ। किनभने पहिलाको जस्तो छैन। अहिले हामीले कुन गाडी कुन देशमा बनेको र त्यहाँ कति पर्छ किन्दाखेरि भन्ने कुरा हामीले सजिलै पत्ता लगाउन सक्छौँ। र हामीले
कति ट्याक्स लाग्छ कति के लाग्छ भन्ने कुरा क्यालकुलेट गर्नु पनि सक्छ र यति चाहिँ पर्न सक्छ है यो गाडीको भनेर भन्दाखेरि पनि त्योभन्दा अलिकति धेरै नै परेको जस्तो हामीले अनुभव गरिरहेछौँ। किनभनेदेखि चाइनाबाट जति पनि चाइनामा पर्ने गाडीहरू छ मूल्य पर्छ चाइनाको त्यो गाडीको मूल्य चाहिँ लगभग ट्याक्स चाहिँ गभर्मेन्टले सरकारले धेरै नै कम दिएको छ कस्ट्युम ट्याक्स कम लगाएको छ इलेक्ट्रिक गाडीहरूलाई। तर हेर्ने हो भने चाहिँ चाइनाको गाडीहरू जुन हिसाबले नेपालमा आइरहेको छ त्यो चाहिँ पेट्रोल गाडीकै जस्तो 260% लगाएको जसरी चाहिँ आइरहेको छ। यसमा चाहिँ अलिकति ध्यानाकर्षण पनि हामी गर्न चाहन्छौँ र यही कारणले गर्दाखेरि एउटा कुरा के छ भने योभन्दा अगाडि टाटाको कर्भ लन्च भएको छ त्यो पनि एकदमै राम्रो मूल्यमा आएको थियो तर त्योभन्दा पनि राम्रो मूल्यमा चाहिँ MG S5 आएको छ। र अर्को राम्रो पक्ष MGको भने चाहिँ यसको पछाडिको सिट हो र पछाडिको सिट पनि एकदमै राम्रो दिएको छ। हामीले यहाँ डोर देख्न सक्छौँ यो सिसा खोल्नेदेखि लिएर यो सबै राम्रै छ। र अर्को कुरा हामीले भन्यो यो चाहिँ यो सिट रहेको छ ड्राइभर सिट त्यो चाहिँ एकदमै पछाडि ल्याएको छु र मेरो हाइट चाहिँ 5 फिट 7 इन्च र 5 फिट 7 इन्च हुँदाखेरि पनि हामीले देख्न सक्छौँ कति धेरै खाली छ भनेर। पछाडिको सिट पनि एकदमै राम्रो छ उज्यालो छ क्लस्ट्रोफोबिया हुँदैन किनभने ब्ल्याक धेरै युज गरिएको छैन अलिकति ब्राइट कलरै युज गरेको छ र उज्यालो कलर भएपछि त्यहाँ उकुस मुकुस चाहिँ हामीलाई हुँदैन र हामीले यहाँबाट देख्नु पनि सक्छौँ कि अगाडिको भ्यू कस्तो राम्रो देखिन्छ भनेर पनि। र यो गाडीको चाहिँ 3वटै भेरिएन्ट नेपालमा आएको छैन र जुन अहिले हामीले गरिरहेको छ यो चाहिँ 49.1 किलोवाटको जसले 340 किलोमिटर रेन्ज दिन्छ त्यसको लग्जरियस भेरिएन्टको हामीले कुरा गरेछौँ। र बेस भेरिएन्टमा पनि के पाइन्छ र भने चाहिँ जुन गाडी किने पनि तपाईँले पाउने चाहिँ के छ यसको बारेमा नि हामी कुरा गर्न चाहन्छौँ। सबभन्दा पहिला चाहिँ यो गाडीको लम्बाइ रहेको छ 4476, यसको चौडाइ रहेको छ 1849 र यसको उचाइ भने 1621 मिलिमिटर रहेको छ। त्यस्तै यसको व्हील बेस भने 2730 mm रहेको छ र त्यस्तै यसको वजन भने 1705 रहेको छ भनेदेखि यसको बुटमा चाहिँ 453 लिटर अट्छ र त्यस्तै यसको बुट सिट फोल्ड पनि गर्न सक्छौँ 60-40 गर्न सक्छौँ र यो 100% यसको सिटलाई हामीले पल्टायो भने चाहिँ त्यो बुट स्पेस चाहिँ 1441 लिटरसम्म पुग्ने गर्छ। र त्यस्तै यसमा चाहिँ मोटर के दिएको छ भने चाहिँ PMSM जुन चाहिँ पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर दिएको छ जसको किलोवाट पावर भने चाहिँ 79 किलोवाट रहेको छ। यसमा ब्याट्री पनि LFP लिथियम फोस्फेट दिएको छ र त्यस्तै यसलाई चाहिँ CATL भन्नेले बनाएको छ र त्यस्तै यसको म्याक्सिमम टर्क भने 250 Nm रहेको छ भने यसको म्याक्सिमम स्पिड पनि 175 सम्म रहेको छ र 0 देखि 100 चाहिँ 7.1 सेकेन्डमै समात्न सक्छ भने 5 जना बस्न मिल्छ र यसको राम्रो भनेको चाहिँ रेल व्हील ड्राइभ हो र यसले चाहिँ 500 केजीसम्म चाहिँ टोइङ गर्न सक्छ तान्न सक्छ भनेर हामीलाई जानकारी दिएको छ। र त्यस्तै अहिले हामीसँग हुनुहुन्छ MG सोरुम रवि भवन कलङ्कीबाट सेल्स म्यानेजर विकास श्रेष्ठज्यू। MGको बारेमा उहाँको सोरुमको बारेमा र यो गाडीको बारेमा उहाँले के भन्नुहुन्छ उहाँको भनाइ पनि सुनौ। नमस्कार, म यहाँबाट रवि भवनबाट विकास श्रेष्ठ। मेन कारण भनेको हाम्रो एउटा MG भनेको एउटा वेल इस्टाब्लिस ब्रान्ड भइसक्यो होइन, नेपालमा पुरानो ब्रान्ड हो। इभीको लागि चाहिँ स्टार्टिङ फेजदेखि नै हामीले MG बेचिरहेछौँ। अनि मेन अब यसमा MGमा यो S5 चाहिँ किन राम्रो भन्दाखेरि यो मेन कुरा रियर व्हील ड्राइभमा बनेको छ, अर्को इन्डिपेन्डेन्ट सस्पेन्सन दिएको छ, अनि चाहिँ ओड्सको थिनेस्ट ब्याट्रीको कारणले गर्दाखेरि चाहिँ हजुरको क्याबिन स्पेस एकदमै राम्रो पाउनुहुन्छ। र अर्को चाहिँ यो प्योर इभी प्लेटफर्म जुन मोडुलर स्केलेबल प्लेटफर्ममा बनेको कारणले गर्दाखेरि चाहिँ यो MG S5 चाहिँ नै कस्टमरहरूको चोइस एकदमै बनिरहेको छ। त्यही कारणहरूले गर्दाखेरि चाहिँ एकचोटि यो गाडी हजुरले पक्कै पनि एकचोटि टेस्ट ड्राइभ गर्न चाहिँ हाम्रो सोरुमसम्म आउनुहोला। रियर व्हील ड्राइभमा हाम्रो चाहिँ जनरली खराबीहरू त्यस्तो केही पनि छैन। यो चाहिँ कस्तो भने हजुरको हामीले कुनै पनि सामान चाहिँ फ्रन्ट व्हील ड्राइभ भनेको अगाडिबाट चाहिँ तान्ने हो भने रियर व्हील ड्राइभ भनेको चाहिँ पछाडिबाट धकाइने भयो। हामी कुनै उकालोमा चाहिँ हिँड्दाखेरि चाहिँ रियर व्हील ड्राइभ भयो भने के हुन्छ त्यसले चाहिँ हजुरको पछाडिबाट धकाइँदाखेरि चाहिँ के हुन्छ बढी पावर पिकअप आउने अनि गाडी चाहिँ नफस्ने जस्ता समस्याहरू चाहिँ हजुरको यसमा चाहिँ कम हुन्छ। त्यही भएर रियर व्हील ड्राइभ नै अहिले चाहिँ
हाम्रो चाहिँ राम्रो मान्छौँ। हजुर हाम्रो पनि चाहिँ विशेष हामीले एकदमै एग्रेसिभली अगाडि बढिरहेको छौँ। अहिले हामीले करेन्टली काठमाडौँ उपत्यकाभित्र मात्र 3 ठाउँमा सर्भिस सेन्टर हामीले चाहिँ खोलिसकेका छौँ। एक ठाउँ हाम्रो चाहिँ ललितपुरको कुसुन्तीमा, अर्को चाहिँ यता सुकेधारामा र भक्तपुरमा चाहिँ 3 ठाउँमा चाहिँ हामीले एमजिडी नै सर्भिस दिइरहेको छौँ काठमाडौँ उपत्यकामा। भने काठमाडौँ बाहिर भने मेन सिटीहरू सबै ठाउँमा चाहिँ हाम्रो डिलर नेटवर्क डेभलप भइसकेको छ। त्यो भएको भएर सबै ठाउँबाट काठमाडौँभित्र बाहिर सबै ठाउँमा चाहिँ हजुरलाई सर्भिस आएको पनि समस्या छैन। हाम्रो एमजी चाहिँ भर्खरै आएको ब्रान्ड होइन, पुरानो हिस्ट्री भएको र नेपालमा पनि चाहिँ विगत राम्रो समयदेखि चाहिँ सर्भिस दिएर बसिरहेको कम्पनी भएको हुनाले गर्दा हजुरलाई सर्भिस स्पेयर पार्ट्सहरूमा के पनि चाहिँ हामी राम्रो सर्भिस दिन्छौँ भन्ने हामी विश्वास दिलाउन चाहन्छौँ। हजुर अहिले एमजीले चाहिँ करेन्टली हाम्रो चाहिँ मोटरमा चाहिँ 3 वर्ष अथवा चाहिँ 1 लाख किलोमिटरको वारेन्टी अफर गरिरहेको छ भने ब्याट्रीमा चाहिँ 8 वर्ष अथवा चाहिँ 1,50,000 किलोमिटरको वारेन्टी अफर गरिरहेको छ। हजुर यो चाहिँ प्योर इभी प्लेटफर्ममा बनेको गाडी हो, जुन पहिलाको जेडास चाहिँ आइस प्लेटफर्ममा बनेको थियो। यो चाहिँ प्योर इभी प्लेटफर्म जुन चाहिँ मोडुलर स्केलेबल प्लेटफर्म भनिन्छ, यो प्लेटफर्ममा चाहिँ बनेर आएको छ। अहिले चाहिँ अब तत्काल हाम्रो लन्चिङ भएको भर्खरै 1 हप्ता जति मात्रै हुँदैछ। त्यो भएको भएर अहिले चाहिँ हामीले बुकिङ मात्रै दिइरहेको छौँ। अब अहिले चाहिँ अब हामीले लगभग हप्ता 10 दिनमा चाहिँ गाडी बुकिङ भएको हप्ता 10 दिनमा गाडी डेलिभर गर्न सक्ने चाहिँ हाम्रो अनुमान छ। अहिले पछि हामीले चाहिँ बुकिङ हुने बित्तिकै पनि गाडी दिन सक्छ होला, तर अहिले तत्कालको लागि चाहिँ बुकिङ गरेर हप्ता 10 दिन वेटिङको टाइम हामीले वेटिङलाई हामीले चाहिँ भनिरहेका छौँ। फाइनेन्सिङ चाहिँ अहिले हामीले चाहिँ हजुरको करेन्ट राष्ट्र ब्याङ्कको नियमअनुसार चाहिँ हामीले 20% डाउन पेमेन्टमा चाहिँ गर्न सकिन्थ्यो पहिला, तर त्यसरी करेन्टली चाहिँ व्यक्तिगत नाममा चाहिँ त्यो अलिकति गाह्रो हुने देखियो। कम्पनीको नामबाट हो भने कुनै ब्याङ्कले चाहिँ लगभग 20-25% डाउन पेमेन्ट नै गरिरहेको छ। व्यक्तिगत नाममा चाहिँ अहिले चाहिँ 40% डाउन पेमेन्ट गर्नुपर्ने भएको छ। एक्सचेन्जहरू हामी जुनसुकै गाडीहरूसँग पनि एक्सचेन्ज गरेर मार्केट भ्यालु अनुसार बेस्ट भ्यालु दिइरहेको छौँ। होइन हामी जुनसुकै गाडीसँग एक्सचेन्ज गरिरहेको हुन्छौँ, जुन मार्केटमा बिक्री हुने गाडीहरू जुनसुकै गाडीसँग हामी एक्सचेन्ज गरिरहेको हुन्छौँ। हामीले एमजीको ब्रान्ड मात्रै होइन, जुनसुकै ब्रान्डको गाडी जुनसँग हामी एक्सचेन्ज चाहिँ गरिरहेको छौँ। कस्टमरको सर्भिसको लागि चाहिँ हामी यो ब्रान्ड त्यो ब्रान्ड भन्दैनौँ, हामीले चाहिँ एक्सचेन्ज चाहिँ गरेर मार्केट भ्यालु भन्दा पनि बेस्ट भ्यालु दिएर चाहिँ एक्सचेन्ज गरिरहेको छौँ। हजुर हाम्रो पनि चाहिँ विशेष हामीले एकदमै एग्रेसिभली अगाडि बढिरहेको छौँ। अहिले हामीले करेन्टली काठमाडौँ उपत्यकाभित्र मात्र 3 ठाउँमा सर्भिस सेन्टर हामीले चाहिँ खोलिसकेका छौँ। एक ठाउँ हाम्रो चाहिँ ललितपुरको कुसुन्तीमा, अर्को चाहिँ यता सुकेधारामा र भक्तपुरमा चाहिँ 3 ठाउँमा चाहिँ हामीले एमजिडी नै सर्भिस दिइरहेको छौँ काठमाडौँ उपत्यकामा। भने काठमाडौँ बाहिर भने मेन सिटीहरू सबै ठाउँमा चाहिँ हाम्रो डिलर नेटवर्क डेभलप भइसकेको छ। त्यो भएको भएर सबै ठाउँबाट काठमाडौँभित्र बाहिर सबै ठाउँमा चाहिँ हजुरलाई सर्भिस आएको पनि समस्या छैन। हाम्रो एमजी चाहिँ भर्खरै आएको ब्रान्ड होइन, पुरानो हिस्ट्री भएको र नेपालमा पनि चाहिँ विगत राम्रो समयदेखि चाहिँ सर्भिस दिएर बसिरहेको कम्पनी भएको हुनाले गर्दा हजुरलाई सर्भिस स्पेयर पार्ट्सहरूमा के पनि चाहिँ हामी राम्रो सर्भिस दिन्छौँ भन्ने हामी विश्वास दिलाउन चाहन्छौँ। यसमा चाहिँ हाम्रो अब डिलर नेटवर्क पुरै नेपाल अधिराज्यभरि नै चाहिँ डेभलप भइसकेको छ। त्यस्तो हुनाले गर्दा हजुर काठमाडौँ बाहिर कुनै ठाउँमा जाँदा गाडी केहीमा समस्या आयो भने हजुरले त्यो एरियाको चाहिँ नजिकमा भएको चाहिँ नेटवर्कबाट हजुरले सर्भिस दिन सक्नुहुन्छ र त्यहाँ कन्ट्याक्ट गऱ्यो भने उनीहरूले हजुर गाडी बिग्रेको ठाउँमा आएर चाहिँ हजुरको सर्भिस दिनुहुन्छ। र अनि काठमाडौँ उपत्यकाभित्रै हजुरलाई चाहिँ केही भयो भने हजुरको 3टा सर्भिसमध्ये कहाँ नजिक हुन्छ त्यहाँ कन्ट्याक्ट गर्नुभयो भने हजुरको चाहिँ रोडमै जहाँनिर समस्या भएको छ गाडी तिनीहरू आएर चाहिँ हाम्रो मेकानिकहरूले अथवा सर्भिस टिमहरूले चाहिँ हजुरलाई चाहिँ गाडीको चाहिँ हजुरको समस्या समाधान गरिदिनुहुन्छ। यसमा हामीले हजुरलाई एउटा 7 किलोवाटको चार्जर दिन्छौँ फ्री, जसले चाहिँ हजुरको घरमा चाहिँ आएर हाम्रो टेक्निसियन आएर हजुरको चार्जर फिट गराइदिने हुन्छ। अनि अर्को हजुरको पोर्टेबल चार्जर जुन बोकेर हिँड्न मिल्ने चार्जरहरू पनि हजुरले चाहिँ के भन्छ हामीहरूबाटै अथवा चाहिँ बाहिर मार्केटमा पनि हजुरले किन्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले करेन्टली एउटा चार्जर प्रोभाइड गरिरहेको छौँ। 7 किलोवाट अथवा 2 किलोवाट मध्ये दुईटा मध्ये चुज एभर पनि छ। दुईटा हजुरलाई 7 चाहिँदैन म 2 दिन्छु भने त्यो पनि पाइन्छ, अथवा जनरली कस्टमरहरूले 7 नै चुज गरिरहनु भएको छ। त्यो भएर एउटा चार्जर चाहिँ हामी दिन्छौँ हजुरलाई। हजुर अब अन्त्यमा हाम्रो यो जुन S5 गाडी चाहिँ एकदमै हजुरले चाहिँ राम्रो फिचर्समा अनि चाहिँ कम प्राइसमा र चाहिँ
आएको हुनाले गर्दा एकचोटि हजुर अवश्य पनि गाडी किन्न खोज्दै हुनुहुन्छ भने एकचोटि हाम्रो गाडी हेरेर टेस्ट ड्राइभ गरेर मात्रै डिसिसन लिन हामी अनुरोध गर्न चाहन्छौँ। अब हजुरले गाडी हेर्न यता करन्की रवि भवन हाम्रो सोरुम रहेको छ, यहाँसम्म हजुरले मिल्छ भने एकचोटि आएर यहाँ सोरुममा आएर गाडी हेरेर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ। मेरो कन्ट्याक्ट नम्बर हजुर सम्पर्क गर्नुभयो भने अझै हामी गाडी लिएर हजुरको लोकेसनमा पनि आउँछौँ, जसमा हजुर टेस्ट ड्राइभहरू गरेर गाडी हेर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर चाहिँ मेरो 9851187191। यसमा कन्ट्याक्ट गर्नुभयो भने हामी हजुरको लोकेसनमा आएर गाडी टेस्ट ड्राइभहरू र गाडी देखाउने व्यवस्था पनि हामी गर्छौँ। मेरो नम्बरको वाट्सएपमा हजुर लोकेसन पठाउनु भयो भने हामी गाडी हेरेर त्यही लोकेसनमा आइ पनि पुग्छौँ। तर चाहिँ हाम्रो फेसबुक पेज मोरिस ग्यारेजेस करन्की रवि भवन भन्ने पेज छ, यसमा हजुरले हाम्रो पेजमा चाहिँ पेज फलो गरेर यसमा चाहिँ हाम्रो गाडीको अथवा हाम्रो सोरुमको बारेमा चाहिँ थप अपडेट पनि राख्न सक्नुहुन्छ।